यो हेर्नु साथीहरु, मेरो साथी गइराखेछन् यो हाइट हेराउनको लागि कति खाल्टो काटेर यो खेत बनाएको रहेछ। यहाँ यो हेर्नुस् त टावर इन्डियाबाट आयात गरेको यो लाइनको हो हाम्रो गाउँमा। हाइटबाट तल झर्नुभयो उहाँ हेर्नुस्, उहाँको छाती बराबर जतिको यो माटो कटान भएको छ। अब यो छेउको यति खाल्डो माथिको सतह हेर्नुस् र तलको सतह हेर्नुस्, मेरो साथीको भनाइअनुसार लगभग चेस्ट बराबर छ। यो सबै यता हेर्नुस्, अहिले पनि ऊ त्यहाँ उत्खनन कार्य भइरहेको छ हेर्नुस् यहाँ यो। अब हामी टाढाबाट बनाएर छौँ किनकि हामी नजिकबाट गएर गऱ्यौँ भने उसले हामीसँग झगडा पनि गर्न सक्छ। यी हेर्नुस्, पहिला 80 हाइटमा थियो हाम्रो खेत, अहिले माटो काटेर यो यस्तो बनाइदिया छ। यो जुम गरेर म हेराइरहेको छु, अलि नजिक अब जान्छु म। आज शनिबार पारेर हामी आएको हो हेर्नुस्। यो यसले हाम्रो गाउँमा बाढी बगाउने लगभग फेरि यो तल तल गइरहेको छ। त्यहाँ हेर्नुस् न, अहिले पनि डोजरको चिन्हहरू छ के माटो कटान गरिएको। पुरानो भएको भए त यो छैन हुँदैन थियो नि होला। 5 सालदेखि यो हाम्रो गाउँको माटो सबै उत्खनन गरी बिरमै लगेर बेचिरहेछन्। हेर्नुस्, यो लगभग 4 फिट जति, 5 फिट पट्टि यो पनि भयो हेर्नुस्। यो हिसाबले यो सबै कटान गरिएको छ हेर्नुस्। ओ यो हेर्नु साथी उहाँको बराबर जतिको कटान भएको छ हेर्नुस्। यो हेर्नुस्